ल खोटाङको चुनावी अपडेटमा सबैलाई स्वागत छ। मतगणना चलिरहेको छ र साँच्चै भन्नुपर्दा प्रतिस्पर्धा एकदमै रोमाञ्चक मोडमा पुगेको छ। त्यसो भए आउनुहोस् सिधै हेरौँ पछिल्लो अवस्था के छ, को अगाडि छ अनि के भइरहेको छ। अब यो अपडेटमा अगाडि बढ्नुभन्दा पहिले एउटा कुरा प्रष्ट पारौँ है। यो दौड अझै सकिएको छैन। हामीले जुन आँकडाहरू हेर्दैछौँ त्यो अहिलेसम्मको ताजा अपडेट हो। तर याद राखौँ, यो अन्तिम नतिजा होइन, किनकि मतगणना त चलिरहेकै छ। ल त्यसो भए सबैको मनमा एउटै प्रश्न होला, अहिलेको लिड कसको हातमा छ त? आउनुहोस् शीर्ष उम्मेद्वारहरूको यो रोचक प्रतिस्पर्धामा अलिकति गहिरिएर हेरौँ। अहिलेसम्मको गणना अनुसार अग्रस्थानमा हुनुहुन्छ माटो चुनाव चिन्हका आरएन राई। उहाँले ल्याउनु भएको छ 5744 मत। भन्नै पर्छ उहाँले एकदमै बलियो सुरुवात गर्नुभएको छ। पर प्रतिस्पर्धा कति कडा छ भन्ने कुरा यहाँ हेरौँ। आर्यन राईलाई पछ्याउँदै हुनुहुन्छ रुख चिन्हका वीर काजी राई 4935 मतका साथ। उहाँहरू बीचको फरक 1000 मतभन्दा पनि कम छ। अनि तेस्रो स्थानमा सूर्य चिन्हका देवविक्रम राई हुनुहुन्छ 4508 मतसहित। उहाँ पनि दौडबाट खासै टाढा हुनुहुन्न। यसको मतलब के हो? मतलब कुनै पनि बेला यो खेल पल्टिन सक्छ। अब शीर्ष 3 भन्दा बाहिर पनि हेरौँ, त्यहाँ पनि प्रतिस्पर्धा छ। चौथो स्थानमा हुनुहुन्छ तारा चिन्हका हरि रोका, जसले 3685 मत पाउनु भएको छ। अनि 5औं स्थानमा घण्टी चिन्हका रुद्रगिरी 1917 मतका साथ। यसले के देखाउँछ भने खोटाङमा मतदाताहरूको रोजाइ कति फैलिएको छ। ठिक छ, शीर्ष 5 को कुरा त भयो। अब बाँकी उम्मेद्वारहरूको अवस्था कस्तो छ त? किनभने उहाँहरूको प्रदर्शनले पनि चुनावी मैदानको पूरा चित्र देखाउन मद्दत गर्छ। यहाँ हेर्नुहोस् अन्य उम्मेद्वारहरूले पाएको मत। मिरेश राईले 327 मत पाउनुभएको छ भने सूचीको पुछारमा केशरमान चामलिङले जम्मा 7 मत पाउनुभएको छ। यो अन्तरले नै देखाउँछ कि चुनावी दौड कति विशाल छ र शीर्षमा पुग्ने सङ्घर्ष कति कडा हुन्छ। ल अब उम्मेद्वारहरूको कुरालाई एकछिन थाती राखौँ र मतगणनाको प्रक्रियालाई नै हेरौँ, किनभने यहाँ केही यस्ता रोचक आँकडाहरू छन् जसले यो चुनावको कथामा पुरै फरक मोड ल्याउन सक्छ। अहिलेसम्म जम्मा 22986 मत गनिसकिएको छ। यो सङ्ख्या आफैमा ठूलो हो, तर यो त यात्राको एउटा हिस्सा मात्रै हो। अझै कयौं मतपेटिकाहरू खोल्न बाँकी नै छ। अनि यहाँ छ एउटा एकदमै महत्त्वपूर्ण आँकडा। अहिलेसम्म 1490 मत बदर भइसकेका छन्। सोच्नुहोस् त, जब शीर्ष उम्मेद्वारहरू बीचको मतान्तर नै यति थोरै छ, यति धेरै बदर मतले त अन्तिम नतिजालाई पुरै तलमाथि पार्न सक्छ नि, होइन र? ल यी सबै आँकडाहरू हेरिसकेपछि प्रश्न उठ्छ, अब के हुन्छ त? यहाँबाट अगाडिको बाटो कस्तो देखिन्छ? सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यो खेल अझै सकिएको छैन। हरेक नयाँ चरणको गणनाले लिड परिवर्तन गर्न सक्छ। त्यसैले अहिले नै कुनै निष्कर्षमा पुग्नु हतारो मात्रै हुनेछ। त्यसो भए अबको प्रश्न, के आर्यन राईले आफ्नो यो अग्रतालाई अन्तिमसम्म कायम राख्न सक्लान् कि अब गन्न बाँकी मतले कुनै अप्रत्याशित नतिजा ल्याउनेछ? खोटाङको भविष्य अब ती नखोलिएका मतपेटिकाहरूमा बन्द छ। अन्तिम विजेता को बन्छ त्यो हेर्न त अब हामीले कुर्नै पर्छ। निकै रोमाञ्चक हुनेवाला छ।